Hello everyone, welcome and welcome back to my channel. I hope you doing all and absolutely well. So म पनि एकदम ठीक छु. देख्दै हुनुहुन्छ होला म ठिकै नै छु हैन. सो मेरो चाहिँ आज फेसियल चल्दैछ गाइस. किनभने अब 3 दिन बादमा मेरो के हो भन्ने हजुरले थाहा होला. पहिला पनि शेयर गरेथे हैन 7 तारिख के हो भनेर हैन. सो र पनि हेर्दै गर्नु होला हजुरलाई अनि थाहा हुन्छ हैन. अलि एक्साइटेड हुन्छ नि त पहिल्यै भन्दै पनि एउटा एक्साइटेड नै गायब हुन्छ हैन. त्यसको लागि सो एन्डसम्म हेर्दै गर्नु होला. हजुरले देख्नुहुनेछ. वेट एन्ड वाच ल लास्टसम्म हेरिदिनु होला. आशा गर्छु हजुरले माया गरिदिनु हुनेछ. र अब आएपालि यार थ्रेडिङको यति दुख्दै थियो कसम यार. किनकि म आफै घरमा गर्थेँ त्यसको लागि चाहिँ मलाई यति महसुस हुन्थेन कि दुख्ने हैन. अरूको हातबाट त ओ गड. सो गाइस यतिसम्म हेर्दा त हजुरले थाहा भयो होला. थाहा नहुनेले पनि हैन गेस गरिसक्नु भयो होला कि के हो भन्ने कुरा. सो 7 तारिख के हो भन्ने कुरा हजुरलाई पहिल्यै भनेको थिएँ र हेर्नुभयो अब थाहा पनि भयो अब भनौँ पनि हैन. सो 7 तारिख चाहिँ मेरो बिहे हो र अहिले चाहिँ पुरा डेकोरेसन चल्दैछ. एक्चुअलमा यो चाहिँ नेक्स्ट डेमा हो. यो चाहिँ नानी मुखे सराद न के भन्दो रहेछ हैन. र यो चाहिँ त्यही हो. अब यो दिन पर्दा चाहिँ मलाई यस्तो लाग्छ नि. त्यसो यार पहिला त यस्तो हुन्थ्यो कि खुसी नै लाग्थ्यो हैन. दुःख पनि लाग्थ्यो बट अहिले यो जब सामने सामने आइसक्यो जब डेकोरेसन हुन थाल्यो जब हुन्छ नि त्यति बेला देखिनको यो छोरी मान्छे यस्तो फिल हुँदो रहेछ नि आफ्नो घर छोडेर जानुपर्ने हैन. यार किन छोरी मान्छेले चाहिँ यस्तो हैन. सो मलाई चाहिँ यहाँ बाहुन बाजेले केही पूजा गर्न लाउँदै हुनुहुन्थ्यो र म चाहिँ गर्दै थिएँ. अब यो चाहिँ हल्दीको दिन हो गाइस. हेर्नुहोस् कसरबाट आउने दिन भनिन्छ जुन. र यहाँ चाहिँ कसरबाट आउनुको लागि एकदम तयारी हुँदैछ र मलाई पनि बोलाउनु भएको थियो र म चाहिँ भिडियो गर्न थालेँ गाइस. त्यसका लागि लगन गाँसे गर्नेको त्यो ठिक छन्. ठीक छ मन. बाजा बजाउने बाजा गाजेहरू ठिक छन्. कलश बोक्नेहरू ठिक छन्. ठिक छन्. चलाउने लाने पसल फुट्ने सबै ठिक छन्. माघ 24 गते यस्तो भयो भने त कहाँ भएन नि त अझै.
सो डन गाइस अब मेहन्दी पनि खत्तम भयो है अब चाहिँ हजुरहरूलाई नेक्स्ट भिडियो भेट्नु हुनेछ र लेट भएको लागि सरी गाइस